वेलकम ब्याक टु माई एनदर मिनी ब्लग। आज सुन्दा किन यति धेरै खुसी छ भने नि गाइज, हजुरहरूले छिटै थाहा पाउनुहुन्छ किन यति धेरै खुसी छ भनेर। हजुरहरूले यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला है त। म चाहिँ यो बुक लिएर कहाँ जाँदैछु, कसलाई भेट्न जाँदैछु भनेर चाहिँ यो भिडियो अन्तिमसम्म हेर्नेले थाहा पाउनुहुन्छ। अनि म चाहिँ ट्रेनबाट निस्केर उलिज झरेँ नि, उलिजबाट चाहिँ अब बसमा जानुपर्छ होइन, ट्रेन जाँदैन नि त। बसको वेट गर्दा गर्दै बल्ल तल्ल बस आयो अनि म चाहिँ जाँदैछु गाइज। यो ठाउँ त हेरेर बुझिसक्नु होला होइन, क्विन एलिजाबेथ हस्पिटलमा आइसकेको छु। अब किन आइयो, के कारणले आयो भन्नुहुन्छ भने चाहिँ मेरो दिदीको बेबी भएको छ है। अनि आज चाहिँ म धेरै एक्साइटेड छु। म आफ्नो छोरीको अनुहार हेर्न जाँदैछु होइन। अब आन्टी भएको खुसीमा त जोस् एउटा बुके लिएर जाउँ भनेको, तर त्यहाँनिर एलाउड रहेन रहेछ। अनि क्यामेरा पनि एलाउड रहेन रहेछ। सो दिदीसँग गफहरू गरेको चाहिँ अनि बच्चाको फेस हेराउन चाहिँ पाइनँ गाइज। अनि पछिबाट चाहिँ म घर निस्केर अनि टक्क बस पर्खिरहेको थिएँ होइन। मैले चाहिँ आज लामै रुट चुज गरेर जान्छु भन्ने सोच बनाएँ होइन। अनि किनभने त्यो बेला बेलामा बस आएकोहरू चाहिँ उलिससम्मको थियो, तर मैले चाहिँ एकैचोटि इटको चाहिँ बस चढेँ होइन। त्यो चाहिँ धेरै गाउँ गाउँ घुमाइरहेको थियो, तर मलाई चाहिँ बसमा ट्राभल गर्न एकदमै धेरै मनपर्छ होइन। त्यही भएर मैले जानी पनि लामो रुट चुज गरेँ। त्यसरी म आएँ पम्प स्ट्रिट, अनि पम्प स्ट्रिटबाट चाहिँ भित्र गाउँ गाउँ लाँदो रहेछ कि फेरि यो बसले। अनि म आफ्नो ठ्याक्क आबेहुड झरिसकेको छु। यो रह्यो हाम्रो सेन्सभरि। अनि म घर आउँदा त कोही पनि थिएन होइन। अनि मैले छिटो खानेकुराहरू बनाएँ अनि यो खाँदै इन्जोय गरेँ। आजको दिन मेरो यत्तिकै बित्यो गाइज। थ्याङ्क यू।